Hello everyone, another day. आज चाहिँ हाम्रो चाहिँ सिधै तिलीचोक पुग्ने प्लान छ र यो अहिले चाहिँ 4 बजिरहेछ र हामी बिहान श्रीखर्कदेखि हिँड्न गएको छौँ र हाम्रो दाजु रेडी भइसक्नु भयो सबैजना र हाम्रो यहाँ बिरामी मान्छे यहाँ हुनुहुन्छ हिजो रातभरि गाह्रो भएर मैले सानो छेउमा बोलिरहेको छु किनभने यहाँ छेउमा अर्को रुममा मान्छेहरू छ सो डिस्टर्ब नहोस् भनेर माथि चाहिँ यस्तो राम्रो ग्यालेक्सी देखिरहेको के देखिन्छ र हामी श्रीखर्कदेखि राति 4:30 बजे अहिले यताउता गर्दा प्रे गरेर अब हामी निस्किँदैछौँ बाटो अलि डर लाग्दो छ भनेको छ पहिरो आउन सक्छ भनेर सो बिस्तारै हेर्दै जानेछौँ अब थ्याङ्क्स केटाहरूलाई हाम्रो सामान बोकिदिएर हाम्रो ब्यागहरूको भाडा त्यहाँनिर देख्छ अहिलेसम्म त्यो फ्राइड राइस भन्न पनि आएन के भनेको त्यही नै अँध्याएर देख्छु कि अब चाहिँ अलिअलि उज्यालो भएको छ तर पनि अँध्याएर देखिरहेको छु क्यामेरा पछाडि छ अलि तन्कम खुट्टा हामी त यतिखेर बेसकम पुगिसक्नु पर्ने थियो ल बिहान भयो अहिले चाहिँ हामी माछा पुछ्रे नि हो यो अगाडिको त माथि चाहिँ डेन्जर ढुङ्गा पहिरो ढुङ्गाहरू छ अन्नपूर्ण र माछा पुछ्रेको एउटैमा पर्छ त रे यो अन्नपूर्ण 2 हो अनि यसको अपोजिट साइडमा माछा पुछ्रे हो माछा पुछ्रे उतापट्टि साइडबाट हेर्दाखेरिको माछा पुछ्रे पछाडिपट्टिको माछा यो त अन्नपूर्ण 2 हो हेलो गुड मर्निङ फ्रम अन्नपूर्ण रे अन्नपूर्णै हो यो अन्नपूर्ण बी सो वी आर गोइङ अब चाहिँ बेस क्याम्प पुग्न लाग्यो सो बिस्तारै बिस्तारै हिँडिरहेको छौँ हामी अलि बाटो चाहिँ अलिक गाह्रो नै छ सो हालत यस्तो छ बिहानको ल्यान्डस्लाइड एरिया आइपुग्यो डेन्जर छ भिडियो अफ गर्नु अब त्यहाँ चिप्लिन्छ तपाईँको त्यो यस्तो बाटो खराब भएछ यस्तो धेरै ज्याकेट लुगा टोपी लगाउँदाखेरि चिसोले निमोनिया होला जस्तो भइसक्यो मैले बनाइरहेको छु त आयो त्यस्तो छ ग्रिप्स त्यस्तो छैन अलिक गाह्रो भइरहेछ सो कोही यहीँ आउनुहुन्छ भने चाहिँ प्लिज अलिक ग्रिप भएको जुत्ता लाउनु होला यस्तो छ बाटो
त्यहाँ तल चाहिँ यस्तो खतरा कुरा देखाउँछ 1 2 3 4 मृग होइन भने गाङसार बेबी जस्तो छ एउटा सानो बेबी छ कराउनु हुँदैन कि यसो डराउँछ स्नो लेपर्ड देख्यो भने चाहिँ मेरो बेस मुभमेन्ट हुन्छ ओ माय गॉड अब झन् डर लाग्दो बाटो रहेछ खोला पनि नजाऊ तल ओइ अब झन् डर लाग्दो बाटो छ ओइ हैन एकछिन अब म डेमो देखाउँछु त्यो क्लोज गर्न अर्को बाटो त्यस्तो छैन घुम्ती मात्रै रहेछ के लजम अनातिर उठ्नु नुवाङले पादियो सुपिन्दी तार्किदु 20-30 चोटि भइसक्यो लाउनु मोबाइल सबै हाल्नु ल लिनु के हो Do not stop keep going. त्यो भएन के त्यस्तो चिप्लिने जुत्ता थाहा नै भएन के अझै पनि 1 घण्टा जति बाँकी छ we can do it हाँ ए जिन्दगी आउँदैन एकचोटि त्यहाँ पुग्नुपर्छ अरे त्यो डाँडामा यहाँ भित्र उता डाँडा पछाडि तिलिचो बेस क्याम्प हिँड्दा हिँड्दा नै आउँदैन मेरे से ना हो पाएगा एकदमै गाह्रो भइसक्यो तर 1 घन्टा भनेर 3 घन्टै भइसक्यो आउँदैन बाटोमा भेट्ने मान्छेहरूले कति बाँकी छ 1 घन्टा अब यस्तै बाटो छ तेर्सो भन्ने अनि बाटो चाहिँ यस्तो त्यहाँ देखिरहेको हो यहाँ रहेछ खासै बेस क्याम्प हो ल फाइनली मोटिभेसन मिल्यो है त खै के बोक्नु फाइनली मोटिभेसन मिल्यो है त्यहाँ देखेर चाहिँ न त आस मरेर लास नै हुन लागिसकेको ल एकजना चाहिँ बेहोस भएको अवस्था एकछिन रेस्ट गर्ने अझ पुग्न लाग्यो 2 जना पनि आउँदै हुनुहुन्छ के छ अन्न माथि जान सकिन्छ अझ 4 घण्टा हिँड्न सकिन्छ अन्न अब त यो घर बस्ने हैन बस्ने खाजा खाने अनि फेरि अर्को 4 घण्टा हिँड्ने 1 घण्टा सुते पनि हुन्छ सुत्नु हुँदैन नि दिदी आज 1 घण्टा त्यसै त हिँड्नै अल्छी लाग्छ होला फाइनली हामी चाहिँ आइपुग्यो बेस क्याम्प आइपुग्यो लोकेसन अफ द म्याप हिमालयन लोगो काउ बुझिनँ म त हामी चाहिँ आइपुग्यौँ तर तिलिचो बेस क्याम्पमा अब तिलिचोसम्म चाहिँ कसरी पुग्ने हो थाहा छैन अब यहाँ खानासाना खाएर फ्रेस भएर अनि एकछिन बसेर अनि बेस के अरे तिलिचो पुगेर फर्केर फेरि आज हामी यहीँ बस्नेछौँ कस्तो पारामा आइपुग्यो त लड्दै पर्दै होइन 22 के रे 22 घुम्ती 22 घुम्ती जाने ठाउँमा हैन हो कि अघिको हो नि थाहा भएन भने 22 घुम्ती
यहाँको होटलहरू त एकाएक बबाल बबाल अब चाहिँ हामी तिलीचे बेस क्याम्पबाट हिँड्न लाग्यो एकजना चाहिँ यहीँ निदाको 15 मिनट भइसक्यो अरू चाहिँ सबैजना बिस्तारै रेडी हुँदैछ अब यहाँबाट सिधै तिलीचे बेस क्याम्प पुग्नेछौँ तर तपाईँहरूलाई म सिधै तिलीचे बेस क्याम्प देखाउँदैछु यता एकजना चाहिँ मस्त मिठो झर्नेहरू चाहिँ यति हुन्छ अनि हामी भर्खरै स्टार्ट हुँदैछ उहाँहरूले एकदमै धेरै गाह्रो ट्रेक छ माथि भन्नुभएको छ हेरौँ अब के हुन्छ हामी आइपुगेको मान्छेहरू चाहिँ यति हो चाहिँ स्ट्रेट माथि थाहा हुने रहेछ अलिक गाह्रो नै भयो आज चाहिँ हामीलाई आउन तर हामी सक्छौँ वी क्यान डु इट ओके ओके ओ माई गड भिडियोले पनि राम्रो क्याप्चर गरिरहेछ नि दामी आइरहेछ क्या भिडियोमा पनि सुतेर पो जानुपर्छ क्या ए रोबिन दाइले सिटामोल राखेको छ भनेन बोकेर आएको छैन होला होइन सिटामोल बोकेर आएको छ ए कस्तो ज्ञानी मान्छे रहेछ त्यत्रो उकालो बाँकी छ अनि त्यसपछि यो पछि चाहिँ सिधै 22 घुमतिर साथी चाहिँ बेहोस हुनुलाई बिचरा गाह्रो भयो अरू टोली त झन् देखा परेको पनि छैन ल बिस्तारै जानेछौँ हामी चाहिँ यहाँबाट दिउँसो जाने हो भने चाहिँ घोडा पनि पाउँदैन रहेछ सो धेरै कम्पलसरी जानुपर्ने रहेछ ल हालत खराब भइसक्यो चिसोले 3 बजिरहेछ अहिले दिउँसोको त्यही भएर खासै 12 बजे आएर फर्किन्छ नि त हामी 3 बजे आएको भएर धेरै चिसो भयो 22 घुम्ती चाहिँ आइपुग्यो तर त्यहाँसम्म कसरी पुग्ने भइरहेछ खुट्टाले साथ दिन छोड्यो अब चाहिँ साथीहरू त्यही बस्दै हुनुहुन्छ हामी चाहिँ बिस्तारै आफ्नो गन्तव्यमा जाँदैछौँ तर अहिले खुट्टाले टाउकोले सबै कुराले साथ दिन छोड्दैछ बाइस घुम्ती कटेँ म चाहिँ अब ठ्याक्क 15 मिनट्स बाँकी छ भनेको छ अनि हो त्यहाँ तल चाहिँ रुबेन सुशील दाई एन्ड त्यसपछिको हो अनि हन्नाहरू चाहिँ त्यहाँ तल छ अझै यहाँ माथिसम्म आउनु बाँकी छ यहाँ माथिसम्म आउँदा उनीहरूलाई अलमोस्ट 45 मिनट्स लाग्छ होला सो म चाहिँ नुहाङसँग आएको तर नुहाङले मलाई छोडेर गइसक्यो Let's see the view with alright. That's when I'm going to हामी दुईजनाको चाहिँ चिया खाने पैसा नभएर तास किन्ने पैसाको जुगाड गर्दैछ 100-200 रे अझै 50 70 80 हो पुग्दैन के
दुईजनालाई नै चियर नआउला जस्तो भयो बिस्कुट पानी खानु पर्ला जस्तो हामी चाहिँ फर्केको अब हाम्रो साथीलाई चाहिँ गाह्रो भयो अरे सो अब यहीँबाट फर्क्यो ल अब चाहिँ हामी गयो चिसो बेसरी चिसो एकदम चिसो क्या यहाँसम्म चाहिँ हामी ओह्रालो चाहिँ नाच्दै नाच्दै आयो है माथि चाहिँ यस्तो गाह्रो भएको थियो तल झर्दा चाहिँ सजिलो नाच्दै नाच्दै आयो बाई बाई कहिले पनि आउँदिनँ तर म यो ठाउँमा हामी चाहिँ बेस क्याम्प आइपुग्यो अहिले चाहिँ रातिको 7 बज्यो र अलमोस्ट हामीलाई 2.5 आवर्स जति लाग्यो त्यहाँ माथिबाट आउनुलाई अब चाहिँ पछाडि चाहिँ 4 जना चाहिँ बाँकी छ हामी 2 जना चाहिँ आइपुग्यो फाइनली आइपुग्यो एकदमै गाह्रो भयो आजको दिन चाहिँ एकदमै लामो हिँड्यो अनि गाह्रो भयो कसलाई चेक गर्ने हो कि बस्छ भने फ्रीको हेल्प पस्छ र चेक चाहिँ गर्नु मिल्दैन यहाँ हात धेरै सरी के हो मैले पठाएको थिएँ अनि 15 मिनट भने ठोक्दिन ठन्डा हेलो गुड मर्निङ फ्रम तिलिचो बेस क्याम्प अनि आज चाहिँ अब हामी बिहानै उठेर अब नास्ता खाएर हामी जानेछौँ र हामी बसेको होटलको बाहिर चाहिँ यस्तो राम्रो पानी छ खुला नाला एन्ड देन अगेन गुड मर्निङ एबिसी 2बाट यो चाहिँ एबिसी 2 हो माउन्टेन चाहिँ सो अलमोस्ट होटल चाहिँ अहिले साइलेन्ट छ किनभने बिहान मान्छेहरू माथि दिदी चौक पुग्ने मान्छेहरू चाहिँ बिहान 4 बजी उठेर गइसक्यो हिजो चाहिँ प्याक थियो सो आज चाहिँ हामी बिहान हाम्रो पुगबाट छौँ चिसो चिसो फर्स्टमा रेडी हुने मान्छे चाहिँ म हो एन्ड देन तातो पानी माग्न आएको तर बहिनी बिजी भएर मलाई तातो पानी नै दिएन चिसो भएर मर्न लागिसकेको छु हामी सबैजना रेडी भयौँ अब चाहिँ खाजा खाएर अब चाहिँ ब्याक टु आज फेरि ब्याक टु कोटो त्यसपछि भोलि चाहिँ सायद बेसी सर बसिन्छ होला त्यसपछि पर्सि काठमाडौँ पुगिन्छ सो म चाहिँ एकछिन ग्रुप पिक्चर खिच्ने यताउता भइरहेको छ Let's go, let's go. फोटोग्राफर चाहियो यहाँ पोर्ट्रेटमा खिच्नु पर्यो अगाडिको टोली हाम्रो एन्ड देन पछाडिको टोली हाम्रो म चाहिँ बिचमा बाटो चाहिँ पछाडि खतरा झर्ना देखिरहेको छ है यहाँबाट हिँड्दैछ यहाँ चाहिँ पुरै ल्यान्डस्लाइड छ बाटो चाहिँ यत्रो छ सो एकदम ख्याल गरेर हिँड्नुपर्ने अवस्था छ वान मिस
गेम फिनिस ल अस्ति यो बाटो चाहिँ बेस क्याम्प जाँदाखेरि पुरै अँध्यारोमा आएको र अहिले चाहिँ उज्यारोमा यस्तो रहेछ फर्किने बाटो सबै हामी 4:30 बजे हिँडेको बेलामा यो सबै अँध्यारो थियो नि त त्यही भएर एकै पनि देखेको थिएन पुलहरू हामी चाहिँ हाम्रो दिदीकोमा गाडी पाएर फिर्ता आउनु पायो म आगो ताप्दै यहाँ यस्तो खतरा सबभन्दा दामी कुरा चाहिँ यहाँ माथि छ हजुर भन्नु न के कस्तो लाग्यो एकदम राम्रो लाग्यो अनि यहाँ चाहिँ मेरो दिदी हुनुहुन्छ दिदी भेनाका यस्तै हो सुख दुःख एकदम मिठो होइन धन्यवाद मिठो खानाको लागि आज त हाम्रो स्पेसल चाहिँ हाम्रो भेनाजीले हाम्रो लागि स्पेसल बनाउँदै हुनुहुन्छ है एकदमै खतरा डान्स भइरहेको अवस्था सबैजना एकदमै मनाङमा डान्स गरिरहेको अवस्था यहाँ पनि भइरहेको यहाँ नङ पनि डान्स त यहाँ नङ डान्स यता हेरेर के नमस्कार तपाईँहरूलाई मनाङ जिल्लामा स्वागत छ हाम्रो दिदीले हामीलाई घुमाउँदै हुन्छ हाम्रो भेना हुनुहुन्छ भाइ हामी सबैजना मामुसँग जाऊ अगाडि यो चाहिँ मस्याङ्गी हाइड्रो पावर रहेछ यहाँ फेरि अर्को घुमा जानु लाग्यो सो यहाँ चाहिँ हामीलाई खाना बोलाउनु भएको छ सो अब यहाँ खानासाना खाएर गाडी चढेर जानेछौँ हामी चाहिँ सो हामी चाहिँ भर्खरै यहाँ दिदीको घरबाट यहाँ अलिकति स्याउ टिपेर आएका छौँ मलाई दिदीलाई चाहिँ थाहा छैन मैले चाहिँ यहाँ 2-3 स्याउ चाहिँ गोजीमा हालेको छु उहाँहरू चाहिँ खाना खाँदै हुनुहुन्छ नि ए मोलेको अचार पो हो यो अर्ग्यानिक वेमा हामी बसेर मोलेको के घिउचा बनाउँछ नि त ट्याक्क लाएर ल बाहिर बस्छु आँखा पोल्यो के अहिले चाहिँ दिउँसोको 2:30 भइसक्यो तर हामीले गाडी नै नपाएर यहीँ अल्मेलुमा बसिरहेको छौँ अहिले खाना खाएर अब एकछिन यहाँ बस्नेछौँ भेनाजु आज हाम्रो गाडीको लागि यति धेरै मिहिनेत गर्दै अहिलेसम्म गाडी चाहिँ रेडी भएको छैन गाडी चाहिँ हामीलाई भिडियो खिच्छ भनेर एकछिन रोकिदिनु सुतेको छैन किनभने धेरै उडु कोही डराएर सुतेर ल हामी चाहिँ अहिले बेसी सहरबाट अब घर फर्केर जानु लाग्यो यो चाहिँ बेसी सहर है त हामी चाहिँ अब ब्याक टु केटिएम 9:30 बजीको गाडी छ ल केही सामान किनेर हामी फिर्ता जाँदैछौँ बसा दिदी बसायो भने नगर Finally I found